हामी चाहिँ यहाँनिर टिकटको लागि लाइनमा बसिराखेका छौँ हो। लाइन बस्नु पर्दो रहेछ। यहाँ चाहिँ मेरो साथीहरू चाहिँ दुईटी लाइन लागेर बस्नु पर्दो रहेछ है। मिल्छ होला नि त देखाउनु हो। म चाहिँ फ्री किनभने टिकट काटिहाल्छु। त्यो मलाई बाल मतलब हो र छैन नि होइन। त्यही भएर चाहिँ साथीहरूसँग आउँदा चाहिँ फाइदा थियो क्या। किनभने सब गर्ने हो आज हो क्या न भन्दा हो कि होइन। अर्को त लाइनमा बसिराखेको छ अगाडि छिया तिमीहरू काट्दै गर म चाहिँ भिडियो बनाउने हो मेरो। यस्तो दामी छ यस्तो मजा आउने ठाउँ चाहिँ यहाँ रहेछ। घुम्नु भनेपछि त मजा आइहाल्छ नि सबलाई। यहाँ चाहिँ यस्तो छ कि यहाँनिर चाहिँ जम्मै एउटा दुईवटा तिनवटा रहेछ पानी आउने ठाउँ चाहिँ। यो भनेको चाहिँ एकदम इन्जोय गर्ने ठाउँ हो। कति मजा आएको थियो यहाँनिर रनन घुम्नुको लागि। वा माथि जाने चाहिँ माथि रहेछ रोपवे एउटा। कहाँबाट जान्छ आई डोन्ट नो। यहाँबाट जाने रहेछ नि त मलाई पनि थाहा छैन हो। यहाँबाट जाने रहेछ है माथि चाहिँ रोपवेबाट उकालो। मेरो साथीहरू त यहाँ रेडी भइसक्यो अगाडि